लिएर आएको सामानहरू निकाल्नलाई आफ्नो ज्यानै जोखिममा पारेर गइरहनु भएको छ। सुवागढीबाट आएको बाढी पहिरोमा अहिले धेरैजनाहरू पर्नुभएको छ। त्यहाँ पशु-पंक्षीदेखि लिएर मानव क्षति, धनजनको क्षति, धेरै क्षति भइरहेको छ है। सबैजना सुरक्षित रहनुहोला र पछिल्लो समय सोसल मिडियामा के पनि देखिराखेको छ भने धेरैजनाले चाहिँ त्यहाँबाट बगाएको र लिएर आएको सामानहरू निकाल्नलाई आफ्नो ज्यानै जोखिममा पारेर गइरहनु भएको छ। त्यस्तो काम नगर्नुहोला। 2-4 पैसा, 2-4 वटा सामानको लोभले गर्दा आफ्नो ज्यानै जान सक्ने अवस्था हुनसक्छ। केको लोभ गरेर? मान्छे त्यहाँ मरिरहेछन्, त्यहाँ त्यत्रो धनजनको क्षति भइरहेछ। त्यति देख्दा-देख्दै पनि एउटा सिलिन्डरको लागि, एउटा दाउराको लागि मानिसहरू त्यहाँ गएर किन यसरी चाहिँ मरिहत्ते गरिरहेको म बुझ्न सकिरहेको छैन। कृपया सुरक्षित रहनुहोला। सुरक्षित रहनु नै सबैभन्दा ठुलो कुरा हो। सुरक्षित बसियो भने भोलि ग्यास किन्न सकिन्छ, सबै कुराहरू गर्न सकिन्छ। अहिले नै सुरक्षित भइएन भने बरु केही सहयोग गरौँ न, सकेको सहयोग गरौँ। कसैलाई उद्धार गरौँ, त्यो एकदमै ठुलो मानव धर्म हुन्छ। जहाँ अब सानो-सानो सामानको लागि किन यसरी मरिहत्ते गरेको मैले बुझ्न सकिरहेको छैन। बाँकी कुरा भनेको सबैजना सुरक्षित रहनुहोला। यो दुःखद घडीमा जसले जहाँ-जहाँबाट जसरी सकिन्छ त्यसरी नै सहयोग गर्न सक्नुहुन्छ।